सकेका छौँ है। डे 5 मा रहेको छ सानो या युयोको प्रयोग है। सानो या युयोको प्रयोग। सानो या युयोको प्रयोग चाहिँ हामीले एउटा नोट पहिलो सुरु नोट हेरौँ है। सानो या युयोको या यो चाहिँ हिराकाना र काताकानाको यी साउन्ड आउने अक्षरहरूमा मात्रै प्रयोग गरिन्छ है। सानो या यो चाहिँ हिराकाना र काताकानाको यी स्वर आउने अक्षरहरूमा मात्रै प्रयोग गरिन्छ है। ल हेरौँ ती साउन्डहरू। काकी, काको की हुन्छ है। काको कीमा यी साउन्ड आयो नि त। की भन्दाखेरि हामीले की भन्दा की हुन्छ नि त हैन। की भन्दाखेरि की साउन्ड आयो नि त हैन। यी साउन्ड आयो नि त। यी साउन्ड आएपछि काको की भयो है। अब हामीले लेखौँ की है। कीमा सानो या योको प्रयोग गर्दा के भन्छ त, कसरी भन्ने त है। ल यो सिकौँ। तपाईहरु ध्यान दिएर सुन्नु होला। म पनि म लेख्दै जान्छु, तपाईहरु त्यसै गरी प्र्याक्टिस गर्दै जानु होला। आइहाल्छ है, केही गाह्रो छैन यो है। कीमा सानो याको प्रयोग गर्दाखेरि की प्लस या नेपालीमा किया हुन्छ है। तर जापानिजमा यो हुँदैन, क्या हुन्छ जापानिजमा है। अर्को छ की प्लस यो नेपालीमा क्यू हुन्छ भने जापानिजमा यो हुँदैन, जापानिजमा क्यू हुन्छ है। त्यसपछि अर्को छ की प्लस यो नेपालीमा की प्लस यो हुन्छ भने जापानिजमा यो हुँदैन, क्यो हुन्छ है। बुझ्नु भयो नि। यस्तै गरी गर्नुस् है। सानो या युको प्रयोग गर्दा के हुन्छ भनेर यस्तै गर्नु है। अब सीको पालो आयो है। सीमा सानो या प्रयोग गरौँ। सी प्लस या नेपालीमा सिया हुन्छ, तर जापानिजमा यो हुँदैन, जापानिजमा सिया हुन्छ। सी प्लस यो तो नेपालीमा सिउ हुन्छ, तर जापानिजमा यो हुँदैन, जापानिजमा सिउ हुन्छ है। अब सी प्लस यो नेपालीमा सियो हुन्छ। तपाईहरुको घरतिर नि होला सियो है, तर यो हुँदैन नेपालीमा, जापानिजमा सियो हुन्छ है। जापानिजमा सियो हुन्छ। अब अर्को पालो आयो तीको। ती भनेपछि ची हुन्छ है। ची हुन्छ। ताको ता ची हो नि त है। ता ती हुँदैन क्या, ता ची हुन्छ है। सरी, ची हुन्छ है। चीको अब चीमा सानो याको प्रयोग ची प्लस या नेपालीमा चिया हुन्छ, तर जापानिजमा यो हुँदैन, जापानिजमा चाहिँ चिया हुन्छ है। अब ची प्लस यु नेपालीमा चिउ हुन्छ, तर जापानिजमा यो हुँदैन, चिउ हुन्छ। ची प्लस यो नेपालीमा चियो हुन्छ। तपाईहरुलाई कति छिमेकी आन्टीहरूले गर्लफ्रेन्ड भेट्न जाँदाखेरि चियो गरे होला नि। नेपालीमा चाहिँ त्यो हुन्छ, तर जापानिजमा यो हुँदैन, च्यो हुन्छ है। च्यो हुन्छ। त्यसपछि अर्को छ नीको है। नीमा सानो याको प्रयोग गर्दा नी प्लस या नेपालीमा निया हुन्छ, तर जापानिजमा यो हुँदैन, जापानिजमा निया हुन्छ है। अनि नी प्लस यु नेपालीमा न्यू हुन्छ, तर यो हुँदैन, जापानिजमा न्यू हुन्छ। देखिरहनु भएको छ नि है। नी प्लस यो नेपालीमा नियो हुन्छ है, तर जापानिजमा यो हुँदैन, न्यो हुन्छ है। न्यो हुन्छ।
बुझिराख्नु भएको छ नि है। एकदम इजी छ, तपाईँहरूले ध्यान दिएर सुन्नु होला, यो सजिलोसँग आउँछ है। अब हिको है, हिको हिको हि प्लस या, हि प्लस या, हिया हुन्छ नेपालीमा है, तर जापानिजमा चाहिँ ह्या हुन्छ, ह्या हुन्छ है। हि प्लस यु, हि प्लस यु नेपालीमा हिउ हुन्छ, तर जापानिजमा हेउ हुन्छ है। अब त्यसपछि यु प्लस यो, हि प्लस यो नेपालीमा हियो, हियो हुन्छ, तर जापानिजमा यो हुँदैन, यो हुन्छ है, यो हुन्छ। यो चाहिँ अलिक ठुलो भएछ, यस्तो यो हुन्छ है। अब मैले मेटाइदिएँ, यो चाहिँ मेटाइदिएँ मैले होइन। अब अर्को यसमा मेरो व्हाइट बोर्ड अलिक सानो भएर यो मेटाउनु भन्दा नि यसमा अर्कोमा चाहिँ मिको चाहिँ यसमै लेखिदिन्छु नि त है। मिको मी प्लस या, मिया हुन्छ नेपालीमा है। मिया भन्ने बित्तिकै केटाहरूले फेरि अन्त्य अन्त्य ध्यान दिला है। मिया हुन्छ है, तर जापानिजमा चाहिँ म्या हुन्छ है। त्यसपछि मी प्लस यु, मी प्लस यु नेपालीमा चाहिँ मिउ हुन्छ, तर जापानिजमा यो हुँदैन, मिउ हुन्छ, आदिमा यो मिउ हुन्छ। त्यसपछि मी प्लस यो, मी प्लस यो हो जापानिजमा चाहिँ, नेपालीमा चाहिँ मियो हुन्छ है। मियो भन्ने कति तपाईँहरूलाई थाहा नै होला, मियो भने त्यो परारको खम्बा गाड्दाखेरि त्यो नेपालीमा चाहिँ मियो भन्छ होइन, तर जापानिजमा चाहिँ मियो भन्छ है। बुझिराख्नु भएको छ नि है। एकदम हेर्नु है, तपाईँहरूले कपीमा प्र्याक्टिस गर्नु है। यो कपीमा प्र्याक्टिस गर्नु एकदम इम्पोर्टेन्ट, मोस्ट इम्पोर्टेन्ट कुराहरू हो है। यिनीहरू नै तपाईँहरूले सिक्नु भएन भने, बेसिक लेभल तपाईँहरूले सिक्नु भएन भने पछि गएर केही पनि सिक्नुहुन्न क्या। त्यही भएर पछि गएर रिडिङ राइटिङ सबैमा तपाईँहरूलाई गाह्रो पर्छ होइन। बेसिक लेभल चाहिँ तपाईँहरूले एकदम ध्यान दिएर सुन्नु होला, हेर्नु होला है। अब मैले यो मेटाइदिएँ है, अब यो मैले मेटाइदिएँ। अब री को पालो आयो, री री है। री को पालो आयो, यो पनि कस्तो भएछ। री प्लस या, रिया हुन्छ नेपालीमा है, तर जापानिजमा यो हुँदैन, र्या हुन्छ के, र्या हुन्छ है। अब री प्लस यु, री प्लस यु नेपालीमा रिउ हुन्छ है, तर यो हुँदैन, जापानिजमा यो रिउ मात्रै हुन्छ, रिउ हुन्छ है। त्यसपछि री प्लस यो, री प्लस यो, री प्लस यो नेपालीमा रियो, रियो जुस भने तपाईँहरू सबैलाई थाहा छँदैछ होइन, तर जापानिजमा रियो हुन्छ है, रियो हुन्छ है, रियो हुन्छ। अब हामीले यति त सिक्यौँ होइन, कि सी ती नि हि मी री, यतिको त सिक्यौँ होइन। किनभने कि भन्दाखेरि कि ईको साउन्ड आयो, सी भन्दा सीको सीको साउन्ड आयो, ईको साउन्ड आयो नि त, ती भन्दाखेरि ईको साउन्ड आयो नि त होइन, नि भन्दाखेरि नि ईको साउन्ड आयो नि त होइन, हि भन्दाखेरि नि ईको साउन्ड आयो नि त, मी भन्दा पनि ईको साउन्ड आयो, री भन्दा पनि ईको साउन्ड आयो। बोल्दाखेरि ई साउन्ड आएमा होइन, बोल्दाखेरि ई साउन्ड आएमा चाहिँ सानो या युको प्रयोग गरिन्छ। हिराकाना र काताकानाको मा के अरे ईको साउन्डको, ईको साउन्ड ई भन्दा तलतिर जति नि छ नि, ई भन्दा तलतिर, यताको नि होइन, यताको नि होइन, यताको नि होइन है। ई भन्दा यहाँ आ इ उ ए ओ आई उ ए, आमा पनि ई साउन्ड आएन, ईमा त ई साउन्ड आइहाल्यो होइन, उमा पनि ई साउन्ड आएन, एमा पनि ई साउन्ड आएन, ओमा पनि ई साउन्ड आएन है, ओमा पनि ई साउन्ड आएन। त्यही भएर ई साउन्डमा आउने अक्षरहरूमा चाहिँ सानो या युको प्रयोग चाहिँ अब का
कि कु के को काकी कुकेको काकी कुकेको भनेपछि त यहाँ कामा त आएन नि त साउन्ड हो किन कामा आयो त आएन अब किमा त साउन्ड आयो नि त कि भन्दाखेरि कि साउन्ड आयो नि त अब कुमा पनि आएन अनि केमा पनि आउँदैन है केमा पनि आएन त्यसपछि कोमा त झन् आउँदै आएन है कोमा आउँदैन त्यही भएर यो ई साउन्ड आउने अक्षरहरूमा तर ई साउन्ड आउने अक्षरहरूमा सानो यायुको प्रयोग हुन्छ तर ई र यायुकोमा चाहिँ आउँदैन है यो चाहिँ ई चाहिँ साउन्ड मात्रै हो है ई चाहिँ साउन्ड मात्रै हो तर ईमा चाहिँ सानो यायु प्रयोग हुँदैन है बुझ्नु भयो नि बुझ्नु भयो अब त्यसै गरी हामीले त्यो अब हामीले हिराकाना र काताकानाको केही ओडहरूमा हामीले तेन र मारु प्रयोग गरेर हामीले तेन र मारु प्रयोग गरेर कालाई गा बनाएका थियौँ है अनि सालाई जा बनाएको थियो नि है तालाई दा बनाएको थियो है हालाई बा बनाएको थियौँ है हामा मारु लाउँदाखेरि हामीले पा बनाएका थियौँ है अब यी साउन्डहरूमा पनि यी साउन्ड लाग्छ के यी साउन्ड लाग्छ यी साउन्ड आउने ठाउँमा है जस्तै गाको अब गी भयो है गाको गी भयो अब यो गी भनेपछि यी आएपछि यसमा पनि लाग्छ के होइन कासाताहामा तेन लागेर बनेको ओडमा पनि सानो यायुको प्रयोग हुन्छ यति चाहिँ सम्झिनु है तपाईँहरूले अब जाउँ है अब गीको लेखौँ गी लेखौँ है गीमा सानो याको प्रयोग गर्दाखेरि गी प्लस या नेपालीमा गी या हुन्छ है तर जापानिजमा यो हुँदैन जापानिजमा ग्या हुन्छ है बुझ्नु भयो नि त्यसपछि गी प्लस यु जापानिजमा नेपालीमा ग्यु उ भयो है तर यो जापानिजमा हुँदैन जापानिजमा ग्यु हुन्छ है ग्यु हुन्छ अब त्यस्तै गरी गी प्लस यो नेपालीमा गी प्लस यो नेपालीमा गी यो हुन्छ है तर जापानिजमा यो हुँदैन जापानिजमा ग्यो हुन्छ है ग्यो हुन्छ सबैले ध्यान दिएर सुन्नु होला ग्यो हुन्छ है अब त्यसै गरी हाम्रो सालाई तिन लाउँदा के हुन्छ जा हुन्छ अब जाको जीको पालो आयो है जीको पालो आएपछि यो मैले मेटाइदिएँ है जीको पालो आयो अब सीलाई तिन लाउँदा जी भयो अब जीमा सानो याको प्रयोग गरेर जी प्लस या जिया हुन्छ नेपालीमा चाहिँ है तर यो हुँदैन ज्या हुन्छ है अनि जी प्लस यु नेपालीमा जी उ हुन्छ तर यो जापानिजमा हुँदैन जापानिजमा जिउ हुन्छ है जिउ हुन्छ त्यसपछि अर्को जी प्लस यो नेपालीमा जियो हुन्छ है तर जापानिजमा यो हुँदैन जियो हुन्छ है याद गर्नु भयो भने मेरो व्हाइट बोर्ड सानो भएको कारणले चाहिँ म यो मेटाउँदै छु तपाईँहरू ध्यान दिएर सार्दै फेरि हेर्दै गर्नु होला है अब त्यसपछि ताको दा हुन्छ है ताको दा भनेपछि दा दी भयो दीमा दा दी चीमा तिन लाग्यो दी भयो होइन चीमा तिन लाग्यो दी भयो अब दीमा या यसरी दिनु हुँदाखेरि दी प्लस या इक्वल टु द्या भयो जापानिजमा है नेपालीमा चाहिँ दी प्लस या दिया हुन्थ्यो तर यो दिया नभएर जापानिजमा दिया भयो क्या दिया भयो इजी छ तपाईँहरूले एकदम ध्यान दिएर हेर्नु होला मैले यो भिडियो एकदम फास्ट बनाइरहेको छु होइन तपाईँहरूले बिस्तारै एकचोटि दुईचोटि हेर्नुहोस् दुईचोटि हेर्दा तपाईँहरूलाई कन्फर्म आउँछ है त्यसपछि दिया भयो है त्यसपछि
डी प्लस यु दिउ भो के जापानिजमा नेपालीमा चाहिँ के हुन्थ्यो दिउ हुन्थ्यो तर यो हुँदैन दिउ हुन्छ के दिउ यस्तो दिउ है त्यसपछि डी प्लस यो नेपालीमा डी प्लस यो नेपालीमा दियो हुन्छ के दियो तपाईहरुको घरतिर सबैतिर त होला है अब जापानिज चाहिँ यो हुँदैन दियो हुन्छ है दियो यो दलाई के अरे एउटा खुट्टा तान्दिने तलतिरबाट देऊ है देऊ हुन्छ है अब यो पनि मैले मेटाइदिएँ है अब पालो गयो हाम्रो बी को है हालाई टेन लाउँदाखेरि बी बन्छ है बी है हालाई टेन लाउँदाखेरि बी बन्छ है अब बीमा यहाँ सानो या लिएर राख्दाखेरि बी प्लस या बिया हुन्छ नेपालीमा है बिया हुन्छ तर जापानिजमा यो हुँदैन जापानिजमा बिया हुन्छ है अब बी प्लस यु नेपालीमा बिउ हुन्छ धानको बिउ कोदोको बिउ हुन्छ है नेपालीमा तर यो हुँदैन बिउ हुन्छ जापानिजमा है बिउ त्यसपछि बी प्लस यो नेपालीमा बियो हुन्छ डन्डी बियो तर जापानिजमा यो हुँदैन जापानिजमा बियो हुन्छ है बियो हुन्छ है ध्यान दिइरहनु भएको छ नि अब हामीले हालाई मारु लगाउँदा पा बन्छ यो कुरा हामी सबैलाई थाहा छ है हालाई तेन लगाउँदाखेरि हालाई मारु लगाउँदाखेरि पा बन्छ यो त हामीले सबैलाई थाहा छ अब पाको लाइनमा नि पा पी छ नि त त्यो भएर हामीले पी आएपछि हामीले यसलाई पनि बनाऊ है त ल अब यसलाई मेटाइदिए तपाईहरु ध्यान दिएर हेर्नुस् है अब पी हालाई मारु लाउँदाखेरि पी बन्यो है अब यहाँ सानो या लिएर राखिदियो पी प्लस या पिया हुन्छ नेपालीमा है तर जापानिजमा यो हुँदैन जापानिजमा प्या हुन्छ आदि प या हुन्छ है प्या हुन्छ त्यसपछि पी प्लस यु नेपालीमा पियु हुन्छ है तर जापानिजमा पिउ हुन्छ क्या आदि पिउ अब पीलाई पी प्लस यो है नेपालीमा पियो हुन्छ तर जापानिजमा यो हुँदैन जापानिजमा पियो हुन्छ है पियो हुन्छ ओके साथीहरु ल आज हामीले या यो को प्रयोग गर्न पनि सिक्यौ तपाईहरुले ध्यान दिएर घरमा एकचोटी दुईचोटी हेर्नु होला तपाईहरुलाई यो आउँछ हैन सजिलो छ धेरै नै इजी नै छ हैन अब हामी चाहिँ अर्को पार्टमा गएर चाहिँ हामीले 1 देखिबाट 100 सम्म काउन्ट गर्न सिक्ने छौं है जापानिजमा त्यसपछि हामीले बारहरु महिना गते पढ्ने छौं त्यसपछि लेसनमा पनि जाने छौं है सबैले ध्यान दिएर राम्रोसँग पढ्नु होला यो एकदम इजी छ यो एकदम मोस्ट इम्पोर्टेन्ट पनि हो है यो मोस्ट इम्पोर्टेन्ट पनि हो हैन यो मोस्ट इम्पोर्टेन्ट हो त्यही भएर सबैले यो यदि यो हामीले जानिएन भनेदेखि भोलि गएर हामीले राइटिङ लिस्निङ केही पनि हामीले हैन केही गर्नै सक्दैनौं के त्यही भएर मोस्ट इम्पोर्टेन्ट चीजहरुलाई तपाईहरुले बेसिक लेभल देखिबाट ध्यान दिएर जानु होला ध्यान दिएर जाँदा एकदम राम्रो हुन्छ है ल साथीहरु आजलाई यति नै है माता आशिता भोलि भेटौँला मेरो च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला है सबैजनाले हस् थ्यांक यू धन्यवाद।